हेलो 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 साथीहरू दर्शक नमस्ते है हामी चाहिँ यति बेला फेरि समुद्रको यात्रा गर्दैछौँ कता हामी चाहिँ बमकाजी यता हेर्न त बमकाजी जाऊँ जाऊँ स्टार्ट गरिहालौँ क्या छिटो हिँड्नु त भन्छ तपाईँ जिम्मा जाँदैन र त्यसो तपाईँको प्लानिङ आजको प्लानिङ बिच समुद्र गएर समुद्रको माछा खाने प्लानिङ हाम्रो आज टमाटर खाने चाहिँ अरू पनि ताजा खाजा खाने क्याङ बोल्दै जाम बोल्दै हेलो अच्छा दादा हामी समुद्र बिच जानेको भिड यति धेरै छ गाइसहरू हामी समुद्र गएपछि बोल्छौँ सिधै हाम्रो झल्ला बाजेको घोडा झल्ला बाजे कहाँ यहाँ आएर घोडा छोड्दै खान्छ हाम्रो जमानामा झल्ला बाजे चढ्ने घोडा यता आएर ल दरेल बाजे नेपाली बाजे घोडा बाजे रुने भए सरे घोडा यता आएर बस्दै घोडा घोडाहरू त घोडा किन त्यो यहाँले राखेको छ बाजेहरूले ए अर्को फेरि गोटर बाजे चढे घोडा यहाँले राखेको छन् गोटर बाजे चढे घोडा ए सेवातिर चढ्ने घोडा सेवातिर बाजे चढ्ने घोडा फेरि यहाँले राखेको छन् ए हाम्रो अर्को नयाँ घोडा गर्दै यता आउनु भएको छ ल साथीहरू यही नै हो यस्तो राम्रो राम्रो भ्यू छ साथीहरू पछाडि एकदमै राम्रो छ अनि यसपछि यता हेर्न सक्नुहुन्छ पछाडि पछाडिको भ्यू एकदम पारी चाहिँ यता समुद्र छ भने तपाईँ तपाईँको बस्नुलाई फोटो खिच्नलाई भिडियो बनाउनलाई एकदम राम्रो राम्रो आज चाहिँ सुँगुरको चिप्पी हुँदेर आज अर्थात् माइसहरूको चिप्पी भएको साथीहरू आएर एकदमै रमाइलो छ यहाँ चाहिँ पुरा भिडभाड धेरैजना मान्छेहरू यहाँ त बन्द गरिएको रहेछ बार लगाएर अनि अनि त्यसै कारण त पानी छोड्न पाए हुन्थ्यो भनेको तर खोल्नु दिएर रहन्छ पुलिसले सेफ्टी गरिदिएको रहेछ पुरा पुलिसहरू लाग्नु भएको छ उहाँहरू चाहिँ किनभने त्यो पनि एकदम राम्रो हो त्यो यसरी सेफ्टी गर्नुपर्ने किनभने सबै साथीहरू चाहिँ आउने अनि त्यसरी पानी खेल्ने भनेर स्विमिङ गर्नु हुँदैन पानी खेल्नु भन्दा स्विमिङ गरिदिने अनि त्यसपछि पानी पानी खेल्न गयो पानी समुद्र आयो भने त लगिन्छ नि अनि त्यसरी चाहिँ एकदम बन्द गरिदिएको पानी पुलिसहरू छापिनु भएको छ तल चाहिँ दिएको छ मैले देखेको तर अहिले चाहिँ बन्द गरिदिएको सोलर सवालहरू चाहिँ उठ्यो पानी छुन पाइन्थ्यो पौडी स्विमिङ गर्न पाइन्थ्यो भने अहिले चाहिँ पाउँदो रहेछ त्यस्तै एकदमै राम्रो साथीहरू भ्यू देखिएको छ
हाम्रो साथीहरू चाहिँ हाम्रो घर भान्जाको फेसबुक पनि त भइसकेको छ अरे उहाँ भान्जाको अब भ्यू चाहिँ गर्नु पर्यो लाइक कमेन्ट सेयर गर्नु पर्यो उहाँलाई पनि त्यसपछि हरेक हालेको भन्ने फेरि हाम्रो भान्जाको चाहिँ फेसबुक मोनिटाइज भएको हुँदा उहाँलाई लाइक कमेन्ट सेयर गरेर सहयोग सपोर्ट गरिदिनु पर्यो भान्जाले हरेक रिल्सहरू हालेर पोस्ट गरेर उहाँले पनि कन्टिन्यू देख्नु भएको छ यसरी तपाईँहरूको साथ सपोर्ट भयो भने भान्जाले चाहिँ भविष्यमा के हुन्छ भने डलर आउँछ अनि डलर आएपछि उहाँले आफ्नो डलर पुग्नु तपाईँलाई कहाँ तपाईँ खानुहुन्छ त्यो पैसा त फेरि आएर मामहरूले पाल्नुपर्छ दुखी गरेर गर्नु पर्छ नि त पुगेको त आएको पैसा त पाल्नु पऱ्यो नि त त्यसैले भान्जाको फेसबुकमा चाहिँ 100 डलर चाहिँ पुऱ्याउनु पऱ्यो साथीहरू 100 डलरसम्म पुग्ने 100 डलर भएपछि बल्ल मात्र निस्किन्छ भने केटाले कमेन्ट गरेर केटाले यस्तो रमाइलो छ त कमेन्टमा यस्तो राम्रो डान्स भयो त रमाइलो छ यो पनि गुजारा गरेको हो आफ्नो गरेको फोटोमा देखाएको हुन्छ सायद 5 रुपियाँ 10 रुपियाँ तपाईँले सेलिब्रेटी घुम्ने सकिन्छ त्यो गर्न सक्नुहुन्छ यो पनि यता कमाउने अर्को हाम्रो यहाँ आउनु चाहिँ मगर सरी नवीन घटिनु फेसबुक प्रोफाइलमा उहाँको पनि एकदमै लाइक कमेन्ट सेयर गरेर सपोर्ट गरिदिनु पर्यो उहाँलाई पनि उहाँको पनि फेसबुक मोनिटाइज भइसकेको छ उहाँको पनि डलर आइसकेको छ उहाँले पनि अघि भान्जाले भने जस्तै 100 डलरसम्म पुऱ्याउनु पर्यो 100 डलर पुगेपछि पार्टी हुन्छ फर्स्ट आएको पैसा चाहिँ फेसबुकबाट पुऱ्याउनु पर्यो आयो भने उहाँलाई खानु त्यो पैसा चाहिँ आफूले लगानी गरेर हुन्छ कि उहाँले बिक्री गरेर तय गर्नु हाम्रो उद्देश्य चाहिँ छ त्यसैले साथ सपोर्ट सहयोग गर्नु पर्यो लाइक कमेन्ट सेयर फलो गरेर सहयोग गर्नु पर्यो एकदमै भिडभाड चाहिँ हेर्नुहोस् त यो फेसबुक प्रोफाइलले चाहिँ सब्सक्राइब गरिदिनु होला सब्सक्राइब मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु ल फेसबुक चाहिँ मन गर्छ फलो गरिदिनु होला त्यो एकदमै भिडभाड छ साथीहरू टल्लै यस्तो भिड सकिदिएको होला यस्तो भिड छ कतिवटा छ फेरि नेपालीको परम्परा अनुसार चाहिँ समुद्रमा आइसकेपछि पानी पुग्नु अर्थात् नभए पनि पानी चाहिँ पुग्नुपर्छ अरे भन्ने कुरो त छन् कल्पना छ नि त किनभने छोएपछि चाहिँ हामी शुद्ध हुन्छौँ अरे त्यसै गङ्गाको जलको पानी पिएपछि मान्छे शुद्ध हुन्छ भन्छ नि त्यस्तै परम्परा अनुसार चाहिँ यो समुद्रमा आएपछि पानीले शुद्ध छाउनु कतिसम्म पिउनु नत्र भए छोएर पनि जानु अरे भन्छ त्यति बेला हामी चाहिँ पानी छुन जानेछौँ है तपाईँ धन्यवाद यति बेला चाहिँ हामी प्रत्यक्षको लाइफमा छौँ यहाँ चाहिँ यति बेला मेरो साथमा हुनुहुन्छ यहाँ जीवन फिल्मर भने तपाईँ के भन्न चाहन्छु भन्नुहोस् न हजुर हजुर तपाईँ म हजुरले पनि फर्स्ट फन्डको फेसबुकमा कन्टिन्यू फेसबुक रुल फलो गरेर जानु होला र फेसबुक मोनिटाइज गराउन सफल हुनेछ फेसबुक मोनिटाइजको सेटअप आयो भने चाहिँ तपाईँले धेरै थोरै भए पनि पैसाहरू डलरहरू इन्कम गर्न सक्नुहुनेछ त्यही भन्न चाहन्छु धन्यवाद तपाईँको यो थोरै सुन्नको लागि र त्यसरी मेरो साथमा हुन्छ कमेन्ट हुन्छ उहाँलाई केही वर्ष सुन्दैछु तपाईँको आज यो मानिसहरू अवसरमा हामी समुद्र घुम्न त कस्तो फिलिङ गरिरहेको छ तपाईँले यो एकदम घाम भइरहेको छ
त्यसमा चाहिँ खाना पाइरहेको भोकै हिँड्नु पर्यो भर्खर खातिर त हो तपाईँले त्यो अझ पुगेन त्यो अझै पुगिहाल्यो मलाई कि तपाईँले कतै घरमा बसेर कडेर डेक्चीमा खाने बानी परेको सर पक्कै पनि मलाई चाहिँ बानी परेन त्यो एक प्लेट मलाई अत्तो लाखानु पेटमा के सुन्नु छ कडेको त खाने बानी छ तपाईँको ठिक छ हजुर नमस्कार धन्यवाद त्यसको फेरि हाम्रो बिचमा आइकन अर्को एकजना दर्शक हुन्छ भने उहाँले सुन्नु तपाईँको के छ तपाईँको सामना दियो तर उहाँले भन्नुहोस् माया सदनको पवनसँग त हाम्रो समुद्र घुम्न आएको हुन्छ तपाईँले कस्तो फिलिङ भइरहेको छ समुद्रमा फिलिङ राम्रो भइरहेको अरू 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 कस्तो भइरहेछ तपाईँ टिभीमा त छ ए अब अर्को बिचमा हाम्रो भेना हुन्छ के छ तपाईँको विचार के छ एकदम ठिक छ एकदम ठिक छ अनि सन्चै आराम हुनुहुन्छ हजुर एकदम तपाईँ चाहिँ यहाँ चेन्नई आउनुभयो कति वर्ष भयो यहाँ हो 3-4 वर्ष 3-4 वर्ष तपाईँ पहिला र अहिलेको बिचमा कस्तो परेर देख्नुभएको छ तपाईँले हाम्रो भान्जा हुनुहुन्छ भान्जाले फेरि पनि सोध्दैछ फेरि तपाईँले पहिले 11 वर्षको चेन्नईको समुद्रमा अहिले समुद्रमा कस्तो अनुभव र कस्तो भइरहेको फिलिङ भइरहेको तपाईँलाई फिलिङ त खासै त्यस्तो उसको छ है त्यसको मात्र छ खासै फरक चाहिँ मानेको छैन मैले तपाईँ आउने बेला यो कटेजहरू बनाएको थियो थियो होला 11 वर्षको विकास र अहिलेको विकासमा कस्तो फरक देख्नुभएको छ विकास तीव्र गतिमा जनसङ्ख्या बढिरहेको छ त्यही नै हो लगा वेलकम ब्याक काममा हेर्नु जति साधो पर्ला जति बेलुकी जग्गा चाहिँ हुन्छ नि त्यति नै मान्छेहरू यहाँ चाहिँ भरिन्छन् क्या अनि यहाँ चाहिँ कुरो सक्नुहुन्छ भने जति बिसको टाइममा चाहिँ गर्मी हुन्छ होइन अनि त्यसरी साँझ जति साँझ पऱ्यो त्यति चाहिँ मान्छेहरू चाहिँ यहाँ आउने परमरी हुन्छ अनि अहिले चाहिँ माथिको लागि चाहिँ छुन दिएको छैन भित्र पस्नु दिएको छैन पानी लाउने होइन अहिले चाहिँ यहाँ चाहिँ पानी छुनु दियो भने साथीहरू चाहिँ पारी पोल्नु अरे माथि पोल्नु हिँडेको छ म चाहिँ यता बसेर भिडियो बनाइरहेको छु साथीहरू हाम्रो साथीहरू यता बस्ने यहाँ छन् के हो नोले फुलले फुल्यानी आएको के हो दाइ के हो त्यति पाइने के हो मजा यस्तो राम्रो भ्यू छ आमा हेर न साथीहरू ल तपाईँ आउनु भएन ए हाम्रो सोल्टी आउनु भएन आमा ल साथीहरू घुमाएको साथीहरू चप्पल मुनि पुग्यो यहाँ यस्तो राम्रो भ्यू छ हेर्नु छ आज बर्खाले पनि त्यति नै चाहिँ मान्छेहरूले यहाँ भ्यू बुझाएको यस्तो 360 भ्यू जस्तो देख्नु लाग्यो भन्नुहोस् त 360 भ्यू ल साथीहरू अब चाहिँ घर फर्किनु लाग्यो होइन अब त्यो दिन पनि यसरी बित्यो भनौँ त्यो समुद्रमा आइयो घुम्ने फेरि साथीहरूसँग भेटघाट भयो अनि अब चाहिँ समुद्रलाई विजय गर्नु फेरि आउँछौँ अब जनवरी 26को छुट्टी हुन्छ होला 3 दिनले त्यो टाइममा फेरि आइन्छ यही ठाउँमा घुम्ने आउने नेपाली आउने भन्यो भने यही ठाउँ नै हो घुम्ने ठाउँ नै भन्यो भने भेटघाट गर्ने ठाउँ नै भन्यो भने यही नै हो हामी फेरि आउनेछौँ यही ठाउँमा फेरि घुम्नेछौँ साथीहरूसँग फेरि भेटघाट हुनेछौँ अब यो समुद्रलाई फेरि तपाईँको गर्ने टाइम भइसकेको छ है त